नमस्ते, म चाहिँ विनोद नागरी। म फेरि आज अर्को ब्लग लिएर उपस्थित भइसकेको छु। एकदम तपाईँहरूले साथ सपोर्ट माया देखाइदिनु हुनेछ भन्ने एक्सपेक्टेसन दिएर राखेको छु। र त्यही हो गाइस, म चाहिँ आज हजुरहरूलाई मेरो इन्ट्रोडक्सन दिनेवाला छु। मैले चाहिँ आज चाहिँ यो मेरो सेकेन्ड भ्लग रहनेछ र मैले चाहिँ हिजो एउटा भ्लग पनि पोस्ट गरिसकेको छु, त्यसमा पनि गएर माया देखाइदिनु होला। र यो चाहिँ मेरो सेकेन्ड भ्लग हुनेछ। र त्यही हो गाइस, म चाहिँ मेरो इन्ट्रोडक्सन दिन गइरहेको छु। म चाहिँ विनोद नागरी। म चाहिँ हाल अहिले चाहिँ तमिलनाडुको राजधानी चाहिँ म चाहिँ चेन्नईमा काम गरिरहेको छु र मेरो घर चाहिँ सुदूरपश्चिमको चाहिँ डोटे जिल्लामा पर्छ है। आज म चाहिँ तपाईँहरूलाई मेरो ड्युटीको टुर गराउनेवाला छु अनि मेरो रुम, मैले के काम गर्छु, म चाहिँ के गरिरहेको छु, म चाहिँ सबै मेरो इन्ट्रोडक्सनहरू म तपाईँलाई देखाउनेवाला छु है। अनि यो चाहिँ पछाडि यो चाहिँ मेरो रुम भयो होइन। म चाहिँ यहाँ चाहिँ बस्छु र खासमा के हो भने यो चाहिँ मेरो चाहिँ रेन्टको रुम चाहिँ होइन, मैले चाहिँ काम गर्ने ठाउँमा मलाई चाहिँ यो चाहिँ दिएको हो। र अनि त्यसपछि चाहिँ मैले चाहिँ अनि यहाँ चाहिँ त्यहाँनिर म बस्छु। उतातिर चाहिँ एउटा चेयर लगाएको छ। मैले चाहिँ गाइस यहाँ चाहिँ वाचम्यानको काम गर्छु है, त्यही भएर चाहिँ मैले चाहिँ गेटमा बस्नुपर्ने हुन्छ। र त्यसपछि चाहिँ मेरो रुम चाहिँ यही हो गाइस। अब रुम त्यस्तो राम्रो खासै छैन, किनभने मेरो रेन्टको रुम भइदिएको भए सायद राम्रो हुन्थ्यो। अनि चाहिँ यहाँ चाहिँ बाइकहरूलाई पनि यहाँ चाहिँ यो पार्किङ भयो, यो चाहिँ बाइकहरूको पार्किङ भयो, यो चाहिँ अब साइकल भयो। र त्यसपछि त्यो चाहिँ मेरो चाहिँ बाथरुम हो है। अनि एउटा चाहिँ मलाई चाहिँ चित्त नबुझेको कुरा चाहिँ यहाँ चाहिँ बाथरुम अलिक ठिक भएन यो बिल्डिङमा चाहिँ। के गर्ने गाइस, यहाँ चाहिँ काम गर्न आइसकेपछि जे जस्तो भए पनि चाहिँ गर्नुपर्ने हुन्छ। खासै यहाँ चाहिँ बाथरुम चाहिँ ठिक छैन मेरो चाहिँ। रुम पनि ठिक छैन, तर एडजस्ट भन्ने चिज हुन्छ गाइस, हामी चाहिँ एडजस्ट गर्नुपर्ने हुन्छ। र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ भाँडा धुने र यो चाहिँ बाथरुम भयो कि खासै बाथरुम पनि त ठिक छैन। र त्यही हो गाइस, यहाँ